के गर्नु जीवनमा जब खुसी र सुखीका दिन आउँछन् दर्शकबिन, एकपल तपाईँलाई खुसीको क्षण आउँछ दर्शकबिन। तपाईँ खुसी र सुखीमा रम्न चाहनुहुन्छ नि, तपाईँ त्यति बेला रम्न पनि सक्नुहुन्छ। तर हर छेड त्यस्तै अवस्था सिचुएसन आउँदैन दर्शकबिन। यदि तपाईँ जहिले पनि खुसी र सुखीको वातावरण मात्र खोज्न सक्नुहुन्छ भने तपाईँ आफै खुसी हुने, आफ्नै छेडका काम कार्यमा पनि खुसी हुन सिक्नु भयो भने मात्र खुसी हुनुहुनेछ। नत्र हर समय हर परिस्थितिमा तपाईँ दुःख र दर्दमा अवस्थित हुनुहुन्छ। पक्कै पनि दर्शक, बुन्टीमा यस्तै कहानी तथ्यलाई बुझाएको छ। बुन्टी साना कुरामा पनि खुसी र सुखी हुन खोजेकी थिइन्। उनी सामान्य कुरामा आफ्ना घर परिवार जे भने पनि, आफ्नो घर परिवारमा दुःख कष्ट जे जस्तो अवस्था भए पनि उनी खुसी र सुखी हुन खोजेका थिए। तर के गर्नु, यहाँनिर आफ्नै परिवारले जति जे गरे पनि, जस्तो सुकै सहाए पनि, जे सुकै गरे पनि, जे सुकै भने पनि त्यो भन्ने भएन, हुँदै भएन। त के गर्नु, जब दुध हल्का तात्दाखेरि त्यसको हलचल केही हुँदैन नि। जब उसलाई बेसरी उम्लिन पर्यो भने त्यसको बहाव कसरी माथि जान्छ र बग्छ। हो, त्यसरी नै भुन्टीलाई पनि रिस उठेको हुँदो त्यो परिवारमा। तर के गर्नु, भुन्टीले ती आफ्ना श्रीमान भनाउँदा, आफ्ना सासू भनाउँदा, आफ्ना नन्द भनाउँदा, आफ्ना देवर भनाउँदा यी सबलाई एकैचोटि डामाडोल पारेर उनले जेलमा कोचाउन सक्छिन्। तर भने उनले आफ्नो घर परिवारको लागि कहिले पनि कुभलो सोचिनन् अर्थात् नराम्रो सोचेनन्। साँच्चै नै यस्तै श्रीमती पाउन पनि भूपेन्द्र भने यता लछाइदिएछ, उता लछाइदिएछ, कहिले कोसँग लछाइदिएछ, कहिले कोसँग लछाइदिएछ। यस्तो छ, हरिकट नै यस्तो छ। आफ्नो श्रीमतीले साथ सपोर्ट माया ममता दिइरहेको, आफ्नो श्रीमतीले पनि साथ सपोर्ट माया ममता दिनु न। किन अरूसँग यता लछार गर्नु, उता लछार गर्नु हो। साँच्चै नै रहेछ। यसरी लछार पछार गर्ने क्रममा नै भूपेन्द्रले अब आफ्नो जीवनबाट धेरै नै तनावपूर्ण अवस्थाहरू झेल्छन् कि भन्ने पनि छ दर्शक। साँच्चै नै यहाँ लाग्छ धेरै दर्शकले सत्य तथ्य घटनामा आधारित रहेको छ। पक्कै पनि धेरै बुढी आमाहरूले पनि हेर्ने गर्नुहुन्छ बुन्टी सिरियल। धेरै आमाहरूले के बुझ्नुहुन्छ भन्दा साँच्चै नै यस्तै गरेको होला पनि भन्ने हुन्छ। तर के गर्नु, यो एक नाटकीय प्रवृत्ति हो र समाजको घटनालाई, अहिलेको समाजको कथा वस्तु कथ्यहरूलाई विशेष गरेर टिपिक्क टिपेर त्यहाँ देखाउन मात्र खोजिएको दर्शक। पक्कै पनि आफ्नो घरमा श्रीमती छ तर एकातिर टाकेर हिँडिरहेको छ। के गर्नु, यहाँ यस्तै घटना अवस्था परिवेशले गर्दा पनि भुन्टीको जीवनमा अब खुसीका भन्दा दुःख दर्द कष्टहरू बढ्छ कि पनि छ। तर के गर्नु, यहाँनिर भुन्टीलाई खुसी भन्दा पीडा नै मिल्छ क्यारे, होइन र? भुन्टीले त्यो घर छोडिदियो हुन्न र? कि साँच्चै नै भुन्टीले त्यो घर छोडिदिने पर्छ? के लाग्छ तपाईँलाई? तपाईँको धारणा र प्रतिक्रियालाई तलको कमेन्ट बक्समा कमेन्ट गर्न भने नछुटाउनु होला। हामीले तपाईँ सामु रिभ्यू भिडियोहरू, भुन्टीका नयाँ भागका अनेक चर्चा परिचर्चाहरू गर्ने नै छौँ। कस्तो लाग्दैछ र कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कृपया साथ सपोर्ट माया ममता भने दिन नछुटाउनु होला भन्न चाहन्छु। हजुरको इच्छा आकाङ्क्षा साथ सपोर्ट माया ममता सधैँभरि रहिरहेको छ। यसको लागि हजुरलाई हृदयदेखि नै विशेष गरी धन्यवाद दिन चाहन्छु। कस्तो लाग्दैछ, कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कृपया हाम्रा यी अवस्था आयामहरूलाई विशेष गरेर निहालेर हृदयदेखि धन्यवाद दिनुभएको छ। यस्तै घटनाहरूले विशेष गरेर मान सम्मान साथ दिनुभएको भएको छ। भिडियो धेरै दर्शकहरूले हेरिराख्नु भएको छ, रुचाइदिनु भएको छ। हामीले भुन्टी सम्बन्धी रिभ्यू भिडियो मात्र लिएर आउने जमर्को गरेका छौँ। जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन भने नछुटाउनु भन्न चाहन्छु। अर्को भिडियोमा के हुन्छ त्यसको बारेमा पनि आउँदो प्रतिक्रियाहरू लिएर आउने नै छु भन्दै अहिलेलाई भने भिडियोबाट बिदा हुन चाहन्छु। हस्त एटेन्जेल भिडियो हेरिदिनु भएकोमा मेरा दर्शक रूपी भगवानलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।